हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ तपाईँले सानो क्लिप देखिसक्नुभयो हामी चाहिँ कहाँ गएको भनेर। अन्त म चाहिँ यहाँ बिहानदेखि दादालाई वेट गरेर बसिरहेको थिएँ। दादा चाहिँ पुरा ढिलो आउनु भयो नि त। हाम्रो चाहिँ जेरक्स गर्नुपर्ने कुराहरू थुप्रो थियो। अनि अब यहाँ साथीहरू पनि ड्युटीदेखि आयो, हामी जानुको लागि रेडी भयो। हाम्रो चाहिँ बस चाहिँ चर्च मोडमा आउनेवाला थियो अनि हामी चाहिँ त्यहाँ जानुपर्ने थियो चढ्नुको लागि। अन्त ताला चाबीहरू रुममा लगाइसकेर चाहिँ हामी बसमा चढ्यौँ। त्यो दुईजनाको सिट थियो होइन। अनि यहाँ म र जिरो चाहिँ सँगै बसेको थियो। अनि यहाँनिर झ्यालमुरीहरू किनिकन खायो। अनि हामीलाई चाहिँ 11 बजीतिर चाहिँ हामीलाई चाहिँ थाहा छैन जग्गाको नाम चाहिँ, तर त्यहाँनिर चाहिँ खाना खानुको लागि रोकिदिएको थियो। रोटी खाएको थियौँ हामीले। अनि यो चाहिँ हो बिहान यस्तो डरलाग्दो बस हलाउँदै आएको थियो होइन। हामी चाहिँ लुगाहरू चेन्ज गरेर हामी चाहिँ सबै रेडी भइसकेको थियो। अनि यहाँनिर चाहिँ उठिकन हेर्दाखेरि चाहिँ यस्तो बेसी पानीहरू आइरहेको रहेछ रोडभरि। अन्त हामी चाहिँ उत्रिनुपर्ने जग्गा चाहिँ मेन चाहिँ यही हो। तर उत्रिने मेन बाटोमा यस्तो डरलाग्दो पानी थिएर चाहिँ हामी चाहिँ सबै जिन्सहरू पनि माथि माथि गरेर जानुको लागि रेडी भएको नि त। अनि यहाँ टोटोमा पनि माथि माथिसम्म पानी आउँदै थियो र पनि हामी त्यहाँनिर जानै पर्ने थियो। त्यसैले गर्दाखेरि टोटोमा पनि अलिकति पैसा तिरिकन लग्यो हामीलाई। अन्त हामी चाहिँ सबै काम सकेर हामी चाहिँ लास्टमा होटलमा आयो। थ्याङ्क यू सो मच फर वाचिङ।